हस्त नमस्ते। आजको हामी यस एपिसोडबाट बिट मार्दै गर्दा हजुरहरूलाई आज हामीले डिस्कस गरेका टपिकहरू जुन स्कलरशिप कति पाइन्छ, कसरी चाहिँ हामीले पाइला एजुकेसन कन्सल्टेन्सीले असिस्ट गर्छ भन्ने हिसाबमा चाहिँ हाम्रो सतीश सरले चाहिँ भनिसक्नु भएको छ। साथसाथै अब लेभल 2 मा भइरहँदाखेरि भिजा सक्सेस रेट हाई त छ, तर यसलाई पनि अझै पनि हाई चान्स चाहिँ कसरी हाम्रो तर्फबाट बनाउन सकिन्छ, कसरी चाहिँ हामी प्रिपेयर हुन सक्छौँ भन्ने कुरा पनि उहाँले गर्नुभयो। अर्को भनेको चाहिँ हाम्रो जुनसुकै कन्ट्री गइरहँदाखेरि पनि हामीमा धेरै देखिने भनेको मेन्टल जुन हाम्रो मेन्टल समस्या छ, जुन हामी अलिकति मेन्टल्ली विक हुन्छौँ, यो यसमा पनि पाइला एजुकेसन कन्सल्टेन्सीले कसरी असिस्ट गर्छ भन्ने कुरामा पनि उहाँले आफैले भनिसक्नु भएको छ। अब यति भनिरहँदाखेरि यदि हजुरहरू पनि यदि अस्ट्रेलिया वा जुनसुकै कन्ट्री जाँदै हुनुहुन्छ भने पाइला एजुकेसन कन्सल्टेन्सी नै आउनुपर्छ भन्ने पनि छैन। तर जहाँ हजुर जानुहुन्छ, जुन वेमा जानुहुन्छ त्यहाँ चाहिँ कन्भिन्सिङ वेमा हजुरले प्रोपर वेमा चाहिँ गाइडलाइन हजुरले लिनुभयो, के छ त्यहाँको कल्चर, कुन सर्कमस्टान्स छ, त्यहाँको हावापानी के छ भन्ने कुरा चाहिँ हजुरले प्रोपर वेमा चाहिँ प्रिपेयर भएर जानुभयो भने अभियसली त्यहाँ गइसकेपछि पनि हजुरले के गर्न सक्नुहुन्छ, राम्रोसँग आफूलाई सर्भाइभ गर्दै अगाडि बढ्न सक्नुहुन्छ। अरू हजुरले आफ्नो पढाइमा पनि फोकस गर्न सक्नुहुन्छ। एट द सेम टाइम हजुर मेन्टली प्रिपेयर भइसक्नु भएको छ भने त्यहाँ गएर पनि मजाले कामहरू गर्ने, पार्ट टाइम कामको लागि पनि खोज्दै आफूले सकेको त्यहाँ भएका सर्कमस्टेन्समा आफूले सकेको सहयोग पनि गर्नुहुन्छ र त्यहाँ भएका जो दादा दिदीहरू गइसक्नु भएको छ उहाँहरूबाट पनि सहयोग लिनुहुन्छ भन्ने हामीले अपेक्षा राखेको छौँ। साथसाथै उहाँले अवगत गराइसक्नु भएको कि पाइला एजुकेसन कन्सल्टेन्सी बाहिर जाने बित्तिकै पाइला एजुकेसन कन्सल्टेन्सीले हेल्पै नगर्ने भन्ने पनि होइन। उहाँले भनिसक्नुभयो हजुरले वाट्सएपको थ्रुबाट पनि हजुरलाई केही समस्या छ भने पाइला एजुकेसन कन्सल्टेन्सीलाई हजुरले सम्पर्क गर्न सक्नुहुन्छ। त्यसको थ्रुबाट चाहिँ हामी जहिले पनि पाइला एजुकेसन कन्सल्टेन्सीको एक्सपर्ट टिमले चाहिँ हजुरलाई सदैव गाइड गर्नेछ। हजुरको फ्युचर भनेको पाइला एजुकेसन कन्सल्टेन्सीको पनि रेस्पोन्सिबिलिटी हो। यो मानेमा आज हामी यही भन्दै यो एपिसोडबाट बिदा माग्न चाहन्छु। यस कार्यक्रममा आइदिनु भएकोमा सतीश चन्द्र भट्टजीलाई पनि धेरै धेरै धन्यवाद र अब आउने दिनहरूमा पनि यस्ता कार्यक्रमहरू हामी गर्दै जाने नै छौँ र यस कार्यक्रममा आएर यो कार्यक्रमको झन् शोभा बढाइदिनु भएकोमा हस् धन्यवाद दिन चाहन्छु। धन्यवाद पृथ्वी सर।